हामी दाङबाट नेपालगञ्ज जाने सर्टकट बाटो हुँदै जाँदैछौँ। हजुरहरूलाई देखाउँदैछौँ बाटो कस्तो छ अनि त्यसपछि त्यो परिवेश कस्तो छ। हजुरहरू सर्टकट बाटो जान चाहनुहुन्छ, बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्डबाट जोगिन चाहनुहुन्छ भने हजुर यो बाटो जान सक्नुहुनेछ। गानामा रम्दै गाडी चलाउँदै हजुरहरूलाई देखाउँदैछु उताको बाटो धेरै सहज र सरल भएको कारणले गाडी धेरै दौडिरहेछ। खाली पनि हुने भएकाले छिटो पनि पुगिने बाटो नयाँ बाटो भएर नि होला खादाखुली केही छैन। हामी रम्दै खुसी हुँदै बिहानीको पखरमा हजुरहरूलाई देखाउँदै हामी जाँदैछौँ। लगभग राप्ती सोनारी गाउँपालिका पर्छ यो ठाउँ। हामी एकैछिनमा हामी नेपालगञ्ज पुग्छौँ। बहुत छिटो र छरिटो र सहज तरिकाले नेपालगञ्ज पुग्ने सर्टकट बाटो।